ब्राजिलका चर्चित डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्। शुक्रबार अर्थात् मार्च 7 मा ठमेली स्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुति दिने भएका हुन्। उनी विश्वकै उत्कृष्ट डीजे र्याङ्किङको 4थो नम्बरमा परेका कलाकार हुन्। विश्वभरमा 100 जना उत्कृष्ट डीजे रहने गरेका छन्। सोही दिनको क्लबले 2000 र 3000 रुपैयाँ टिकट राखिएको क्लबका निर्देशक भूपेन कुँवरले जानकारी दिए। कुँवरका अनुसार डान्स फ्लोरको 2000 र भिआइपीको 3000 सम्मको टिकट बिक्रीमा राखिएको छ। क्लबले अर्ली अग्रिम टिकट बिक्री गरिसकेको छ। क्लबले सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने भएको छ। टेबल प्याकेज 30,000 देखि 1.5 लाख रुपैयाँसम्मको मूल्य तय गरेको छ। यस अघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अरमान मल्लिक र इन्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसकेका छन्।